नमस्कार आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीज्यूहरू। उहाँ स्वर्णलक्ष्मी बहुउद्देश्य सहकारी संस्थाको संघर्ष समिति पीडित अध्यक्ष हुँ म। हामीले 1 वर्ष अगाडि किटानी जारी दियौं। अहिले यहाँले यो भिडियोमा यो पेपर देख्न सक्नुहुन्छ। त्यहाँ गितेन्द्र बाबु राई यानी कि जीवी राई लगायतको टिमलाई हामीले किटानी जारी दियौं र प्रहरीले त्यसलाई खोज्ने काम पनि भएन, त्यो दराजमा थन्काउने काम भयो। किटानी जारी दियौं, तर त्यो गितेन्द्र बाबु राईको टिममा पनि किटानी जारीको नामावलीहरू हेर्नुहुन्छ भने कहीँ कतै पनि रवि लामिछानेको किटानी हामीले जारी गरेका छैनौं। स्वर्णलक्ष्मी बहुउद्देश्य सहकारी संस्थामा तपाईले प्रष्ट हेर्न सक्नुहुन्छ। उहाँको कहीँ कतै केही देखिदैन। मैले प्रष्ट अध्यक्षको नाताले मैले भनेको, उहाँलाई जोगाउनलाई होइन, जे स्वर्णलक्ष्मी मैले देखेँ त्यो प्रष्टै भनेको। जस्तो अहिले माननीय गगन थापाज्यूले संसदमा आवाज उठाइरहनु भएको थियो यही सहकारीको विषयमा, सहकारीको लागि जसले ठग्यो छ अवचलन गर्यो तिनीहरूलाई कारबाही हुनुपर्छ भनेर ठूलो आवाजहरू निकालिनु भएको थियो। हामी खुसी पनि भयौं। हामीले भिडियोमा देख्न सक्नुहुन्छ तपाईले। हामी संघर्ष समितिका टिम नै मान्य गगन थापाज्यूको रातोपुल निवास घरमै गए र हामीले विज्ञप्ति दिए र विज्ञप्ति दिइसकेपछि उहाँले के भन्नुभयो भने, ठिक छ तपाईं ढुक्क हुनुस्, मसँग प्रमाण छ। रवि लगायतको सबैलाई गोर्खा मिडियामा कसरी कसरी पैसा लगे, कसरी कसरी गयो यो प्रमाण छ हामीसँग भनेपछि ठिकै लाग्यो हामीलाई पनि। प्रमाणै भएपछि त कारबाही हुनुपर्छ भने, जसको प्रमाण छ सही छ, साँच्चीकै अवचलन गरेको त्यसलाई कारबाही हुनुपर्छ भने हामीले ठूलो स्वरमा आवाज उठाउन आयौं। तर अहिलेसम्म आउँदाखेरि एउटा रवि लामिछाने चाहिँ सिधै जेलमा परेको छ। मान्य गगन थापाज्यू यहाँलाई पूर्ण रूपले चुनौती आएको छ, सम्पूर्ण पीडितको तर्फबाट पनि एउटा पार्टीगत हैसियतले पनि। यदि तपाईले यही प्रकृतिको धनराजलाई यदि तपाईले कारबाही गर्न सक्नु भएन भने भोलिको दिनमा नेपाली कांग्रेसलाई कसैले पत्याउनेवाला छैन। दोषी कोही छुट्नुहुन्न, निर्दोष कोही पर्नु हुँदैन र हामी पीडितहरूलाई राहत हुने किसिमको सरकारले यथोचित न्याय गर्नुपर्छ। यदि तपाईलाई यो भिडियो राम्रो लाग्यो भने प्लिज यसलाई बढी भन्दा बढी शेयर गरिदिनु पनि म अनुरोध गर्न चाहन्छु।